हलेसी महादेवको जय होस्। पूर्वको पशुपतिनाथ भनेर चिनिने पवित्र हलेसी महादेव खोटाङ जिल्लामा अवस्थित छ। पाप मोचनका लागि असाध्यै प्रसिद्ध धर्मद्वार, पापद्वार, मानवद्वार, जीवनद्वार, विभिन्न द्वारहरूको एउटा अलौकिक सम्मिश्रण भएको यो ठाउँ प्राकृतिक रूपमै यसरी चट्टान बनेको छ र यो चट्टानमा यसरी विराजमान हुनुहुन्छ शिवजी। शिवजीको यो मूल मूर्तिलाई चाहिँ छोपेर राखिएको छ, संरक्षण गरेर राखिएको छ। वर्षको 3 पटक चाहिँ यो मूर्ति खोलेर विशेष पूजा आराधना गरिन्छ। महाशिवरात्रिमा, बाला चतुर्दशीमा र रामनवमीमा। अन्य समयमा भने सफा गर्ने र विभिन्न प्रयोजनबाट पनि गरिन्छ। एउटा सुन्दर पक्ष चाहिँ के हो भने यो बहुधर्मको सहिष्णुताको एउटा प्रतिबिम्ब पनि हो। यहाँ हिन्दू, बौद्ध र किरात तीनटै धर्मावलम्बीहरूले उत्तिकै आस्था, उत्तिकै विश्वास र उत्तिकै श्रद्धापूर्वक यो धामलाई मान्ने गर्दछन्। तपाईहरुलाई पनि हामीले दृश्यको माध्यमबाट दर्शन गरायौं। हलेसी महादेव, जय हलेसी महादेव। सबैको कल्याण गर्नुहोस्, सबैको रक्षा गर्नुहोस्।